नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने सरकारको तयारी छ। केही दिन अघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाउने बताएका थिए। सामाजिक सञ्जाल र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पनि ल्याएको छ। अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइनेछ। त्यसपछि नेपालमा फेसबुक दर्ता हुन आएमा मात्रै सञ्चालनमा आउने सरकारको दाबी छ। तर सरकारले विश्व बजारमा रहेका ठूला कम्पनीलाई प्रतिबन्ध कति समय लगाउन सफल होला भन्ने विषय प्रमुख छ, किनकि नेपाल जस्तो मुलुकमा अधिकांश व्यक्तिहरूका लागि फेसबुक सजिलो र लोकप्रिय माध्यम हो। उसो त सरकारले चैत्र 7 गते सूचना नै जारी गरेर नेपालमा दर्ता नभएर सञ्चालनमा आइरहेका सामाजिक सञ्जाल फेसबुक 1 महिनाभित्र दर्ता हुन जानकारी गराएको थियो। उक्त म्याद यही वैशाख 7 गते सकिँदैछ। नेपाल टेलिकमको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकको मागका आधारमा सरकारले विधेयक ल्याएको पनि बताएका थिए। अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै हो। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप लगायत अन्य सामाजिक सञ्जाल पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको छ। तर सामाजिक सञ्जालका सञ्चालकले हालसम्म प्रतिक्रिया दिएका छैनन्। नेपालमा सत्तासीन हुँदा नियमको कुरा गर्ने तर प्रतिपक्षमा हुँदा सामाजिक सञ्जालकै भरपूर प्रयोग गर्ने प्रवृत्ति देखिन्छ। विगतमा सरकारको आलोचना गर्नकै लागि प्रभावकारी माध्यम बनेको सामाजिक सञ्जाल सत्तामा पुगेपछि नियन्त्रण गर्न खोजिनु दोहोरो मापदण्ड हो। खास गरी सरकारले साइबर सुरक्षा र सामाजिक सद्भाव जस्ता शब्दावलीको आडमा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गर्नु गम्भीर चिन्ताको विषय हो। भारत, चीन, रुस लगायतका मुलुकले विभिन्न बहानामा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने, सामग्री छनौट वा नियन्त्रण गर्ने नीति लिएका छन्। यसले गर्दा यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई सीमित बनाएको भनेर पनि बेला बेला व्यापक आलोचना हुँदै आएको छ। सामाजिक सञ्जाल आजको समयमा सूचना प्रवाह गर्न सशक्त माध्यम बनिराखेको छ। छोटो समयमा धेरै व्यक्तिसम्म सूचना पुर्याउने यो सबैभन्दा राम्रो विकल्प हो। यसै कारण सूचना पाउन सामाजिक सञ्जालमा भर पर्नेहरूको संख्या पनि दिन प्रतिदिन बढेको बढी छ। यही भएर सूचना पाउन सामाजिक सञ्जालमा भर पर्नेहरूको संख्या बढिरहेको छ। नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जाल लोकप्रिय छन्। तर यस्ता सामाजिक सञ्जालले गर्दा विभिन्न किसिमका घटनाहरू घट्ने, फेक सूचनाहरू प्रवाहित हुने र फेक आइडीहरू बनाएर सूचनालाई दुरुपयोग गरेर मान्छेमा गलत सूचना प्रवाह गर्ने पनि प्रवृत्ति बढेको छ। त्यसैले सरकारले चालेको कदमलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कतिपयले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्नु, सरकारले आफूमाथि हुने आलोचनालाई रोक्न खोजेको र अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भनेर आलोचना समेत भइरहेको छ।